आज पनि हामी एउटा निकै मिठो कथा लिएर तपाईं समक्ष प्रस्तुत भएका छौं। आशा छ तपाईलाई यो कथा पनि मन पर्नेछ। आज हामीले तपाईं समक्ष प्रस्तुत गर्न लागेको कथाको शीर्षक छ दुई मितको कथा। आउनुहोस् सुरु गरौं आजको कथा, दुई मितको कथा। चारकोसे झाडीको बीचमा वनदेवीको मन्दिरको छेउैमा एउटा विशाल रुख थियो। त्यस रुखलाई दुई मितहरूले आफ्नो घर बनाएका थिए। ती दुई मितहरूमध्ये एउटा लाटोकोसेरो थियो भने अर्को चाहिँ हात्ती थियो। उनीहरू एक अर्कासित मान्छेको भाषामा कुरा गर्थे र मान्छेले जस्तै मित्रताको व्यवहार पनि गर्थे। आफ्ना मितलाई बोलाउन सजिलो होस् भनेर तिनीहरूले आफ्नो नाम पनि मान्छेको जस्तै राखेका थिए। लाटोकोसेराको नाम नेत्रलाल थियो भने हात्तीको नाम चाहिँ कर्णकान्त थियो। नेत्रलाल पन्छी भएको हुनाले रुखका हाँगामा चढेर सुत्ने गर्थ्यो र कर्णकान्त चाहिँ रुखको फेदैमा रात बिताउँथ्यो। दिनभरि ती आफ्ना आफ्ना आहारका खोजीमा एक्लै एकातिर लाग्थे। तर साँझ पर्दा नपर्दै ती आफ्ना घरतिर फर्किसक्थे र एकले अर्कालाई दिनभरि आफूले देखे भोगेका कुराहरूको बेली विस्तार सुनाउँथे। तिनीहरू यसरी कुराकानी मात्र गर्दैनथे, परेका बेला आफ्ना मितका लागि ज्यानै समेत दिनु परे पनि खुसीसाथ दिन्थे, कहिले पछि हट्दैनथे। आजभोलि जतासुकै स्वार्थको रजगज भएको बेला हामीलाई पनि यस्तो मित्रताको उल्लेख हुँदा आश्चर्य लाग्न सक्छ। तर नेत्रलाल र कर्णलाल चाहिँ साँच्ची नै पाइ नसक्नुका मित थिए। रहँदा बस्दा एक दिन यी दुईलाई ठूलो आपत आइलागेछ। के भएछ भने नेत्रलाल सधैँ जस्तै घाम अस्ताउने बेलामा आफ्नो दिउँसोको काम सिद्धाइसकेपछि भुर्र उड्दै चुच्चे ठुङ्गो उही टुङ्गो भने चाहिँ आफ्नो रुखमा आइपुगेछ। तर कर्णलालले भने त्यस दिन ढिलो गरेको देखेर नेत्रलाल चिन्तित भएछ। चिन्तित हुनु पनि स्वाभाविकै थियो, किनभने कर्णकान्त कहिल्यै पनि घर फर्कन ढिलो गर्दैनथ्यो। हो, नेत्रलाल उड्ने जन्तु हुनाले टाढा टाढासम्म पुगे पनि बेगसित उडेर समयमै घर फर्किन्थ्यो। तर कर्णकान्त हात्ती भएकाले उड्न नसके पनि आफ्नो बडेमानको जिउलाई जताबाट जसरी भए पनि त्यस रुखका फेदमा घाम अस्ताउँदा नअस्ताउँदै ल्याइ पुर्याउँथ्यो। त्यस दिन भने अचम्मै भयो। घाम अस्ताइसक्यो र पनि कर्णलाल फर्किएन। बिस्तारै किराहरूको एकोहोरो किरकिरी बढ्दै गयो। अँध्यारोले चारैतिरबाट झप्प छोप्दै ल्यायो र झमक्क साँझ पर्यो। नेत्रलालको मन आतेशले छटपटाउँदै गयो। उसका छाती कति थिच्दा पनि बुरुक बुरुक उफ्रन छाडेन। बाबैनी के भएको यस्तो? यतिका वर्षसम्म यी दुई मितले एक अर्काको साथमा जीवन बिताएका थिए। यस्तो कहिले भएको थिएन। कुनै ऊ जस्तै ठूलो जीवकी ढोइ नै पो भेटेकी। त्यसले अभिन्न मित्रलाई उसबाट चटक्क छुडाएर लाने पो हो कि? हरे, कर्णकान्तले आफ्नो मितलाई बिहानै भनेर गएको भए यसरी मुटु ढुकढुक हुने त थिएन। उसलाई यस्तो असाध्यै वेदनाले खग्रास्त पार्ने थिएन। हेर्दा हेर्दै आकाशभरि ताराहरू ढकमक्क मकैका फूल जस्तै बरर उदाए। झपक्कै रात पर्यो। तर कर्णकान्तको भने कतै पत्तो फाँट थिएन। ऊ त्यसरी नै बिलायो जसरी दिन बिलाएर गएको थियो, उज्यालो बिलाएर गएको थियो र साँझ बिलाएर गएको थियो। टह टह जुन लाग्दा कम्ता रमाइलो हुँदैनथ्यो। त्यो फाँट, ती ताराहरू यसै गरी ढाकेर टल्कँदा कम्ती स्वादिलो हुँदैनथ्यो त्यो वन। तर हरे, कर्णलाल नै नभएपछि नेत्रलाललाई पनि अब त्यो जुनको के काम? ती ताराहरूको के महत्त्व? साथी नै नभएपछि नेत्रलालले त्यस रुखलाई पनि छाडे भयो। कर्णकान्तले उसलाई माया मारे जस्तै गरेर उसले पनि अब वनलाई माया मारे पनि त भयो। रात छिप्पिँदै गयो। तर कर्णकान्तको सुईको सम्म पनि नेत्रलालले पाएनन्। हो, ऊ उडेर खोज्न जान त सक्थ्यो, तर त्यसै बेला कर्णलाल लमक र झमक गर्दै त्यहाँ आइपुग्यो भने उसले पखेटा भ्याट गर्यो। बिरुवाको उलुलु स्वर उराल्यो र नरमाइलोसित आङ मर्कायो। उसको मित कतै देखा परेन। जुन उसरी नै पर देखिने नदीको पानीमा टलक्क टल्किरह्यो। ताराहरू चिसै चम्किरहे र रात सुलुलु चिप्लिरह्यो। कर्णकान्त हराएको थियो। तर त्यस्तो ठूलो कुराले पनि तिनमा कुनै बिरह ल्याउन सकेन। एउटा नेत्रलाल मात्रै त्यसरी भुटभुटाइरहेको थियो। अब आइहाल्छ कि भन्ने अन्योलमा पिङ खेल्दा खेल्दै नेत्रलालले आधा रात छर्लङ्ग बितायो। उसका आँखा लाग्न मात्र लागेका थिए। कर्णलाल साह्रै मन्द गतिमा लथ्र्याङ गरेर छेउैमा आइपुगेपछि मात्र उसले देख्यो। के भयो मित कर्णकान्त? आज तपाईलाई के भयो? साह्रै आत्मीयताका साथ हाँगाबाट तल झरेर नेत्रलालले सोध्यो। म त तपाईसँग सदाको लागि बिदा माग्न आएको। मेरा परमप्रिय मित्र नेत्रलाल, मबाट अन्जानमा वा ख्यालख्यालमा कुनै नराम्रो बोली वचन वा व्यवहार भएको भए मित जानी क्षमा दिनुहोला। भुलचुक भएको भए माफ दिनुहोला। मायालु स्वरमा कर्णकान्तले भन्यो।
नेत्रलालको मनमा चसक्क परेछ, होइन कर्णकान्तले साँच्चै कुण्ड होई भेटे जस्तो छ, नत्र ऊ किन यति ढिलो फर्कन्थ्यो र किन मसित बिदा माग्थ्यो र किन भुलचुकमा माफ दिनु होला भन्थ्यो भन्ने उसलाई लाग्यो। तर कर्णकान्तको अनुहारमा आनन्दको उज्यालो थिएन। त्यस्तो चहकिलो रातमा पनि ऊ औँसी जस्तो वेदनामा चुर्लुम्म डुबेको जस्तो देखिन्थ्यो। नेत्रलालका खप्पिस आँखाले हात्तीलाई पक्का पनि डर लाग्दै समस्या आइपरेको हुनुपर्छ भन्ने ठम्म्याए। त्यसैले अत्यन्त स्नेहका साथ उसले भन्यो, तपाईलाई कुनै आपत आइपरे जस्तो म देख्दैछु। के भयो? आज कहाँ जानुभयो? कससँग तपाईँको भेट भयो? कसैले बोली वचन पो लगायो कि अथवा तपाईँलाई कुनै रोगले पो भेट्यो कि? कर्णकान्तले सुँड लत्राएको लत्राई भन्यो, म मर्ने भएँ, मेरो विशाल जिउ चोक्टा चोक्टा हुने भयो। नेत्रलालले छक्क पर्दै सोध्यो, कसरी? कुरो के रहेछ भने त्यस दिन बिहान कर्णकान्त नदीको किनारै किनार उत्तर लागेको रहेछ। ऊ जीवनमा कहिल्यै पनि त्यस दिशातर्फ गएको थिएन। जाँदा जाँदा अग्ला अग्ला पहाडको बीचमा ऊ पुगेछ। गढतिर हिँड्दा डाँडाहरूको अग्लाई बढ्दै बढ्दै गएछ। ती नागबेली पर्दै गएछन् र मैदानबाट ओझेल परेर ऊ यस्तो डरलाग्दो ठाउँमा पुगेछ जहाँ अचम्मको शान्ति फैलिएको रहेछ। भएन, अब फर्किनु पर्यो भनेर कर्णकान्तले सुँड उचालेर आफ्नो शरीरलाई यसो दक्षिणतिर घुमाउनै आँटेको थियो। उसका कानमा अनौठो कल्याङ ठोक्किन आइपुग्यो। यस्तो सुनसान ठाउँमा पनि को बस्दो रहेछ हेर्नु पर्यो। भरे मित नेत्रलाललाई छक्क पार्दै तिनका विषयमा भन्न पाइन्छ भन्ने लागेर उसले त्यो होहल्लातिर गएछ। सर्प गुजुल्टिएका जस्ता डाँडाहरूको फेदतिर जङ्गलको बीचमा एउटा सानो खुला चौर रहेछ, जसमा ठुल्ठुला रुखका मुढाहरू जोतेर आगो बाली त्यसका वरिपरि राक्षसहरू नाचिरहेका रहेछन्। त्यो एउटा असाध्यै राम्रो र ठुलो ओडारमा गएर ठोक्किएको रहेछ। राक्षसहरू त्यस ओडारको मुखबाट पानी बगे जस्तै चौरतिर निस्कँदा रहेछन्। बडे मानको हात्ती एक्कासी त्यहाँ आइपुग्दा एउटा राक्षसले उफ्रँदै त्यसको छेउमा गएर हर्ष प्रकट गरेछ। हाम्रा राजाले हिजो राति सपनामा हात्तीको मासु खाएको देखेका थिए। आज साँच्चै नै खान पाउने भए। हामीले पनि हात्तीको मासु चाख्न पाउने भयौँ। सपनामा जे देख्यो विपनामा त्यही कहाँ पुग्छ र? कर्णकान्तले विरोध जनाएछ। हामीले ढाँटेको होइन, हिँड हाम्रा राजाको छेउमा गएर आफै सोध भन्दै 20-25 राक्षसहरूले कर्णकान्तलाई ठेलेर ओडारकै मुखतिर लगेछन्। हात्ती देख्ने बित्तिकै र्याल चुहाउँदै सारा राक्षस केटाकेटीहरू तिग्रा ठटाई कराउन थाले। आज हात्तीका चोक्टा चाख्न पाइने भयो, आज हात्ती खान पाइने भयो। राक्षसहरूको राजा पनि उज्यालो अनुहार लगाएर ओडार बाहिर आयो। हात्तीलाई धाप दिँदै उसले भन्यो, संयोगको कुरा हो, म मेरा कर्मचारीहरूलाई हात्ती समातेर ल्याउन लगाउँदै थिएँ, त आफै आइपुगिछस्। कुरो के भने मैले सपनामा हात्तीको मासु खाएको थिएँ र मेरा सपना जहिले पनि मिल्छ। तँलाई अब काटकुट पार्न लगाएर खान्छु, बुझिस् नाङ्ला काने? मेरो नाम कर्णकान्त हो, मलाई कर्णकान्त भनेर बोलाउनुहोस्। कर्णकान्तले भन्यो, कर्णकान्त होस् कि नाङ्ला काने होस्, के फरक भयो र? अब तैँले हाम्रो राजाको सपना पुर्याउनै पर्छ, एउटा राक्षसले बिचैमा टिप्पणी गर्यो। तबै तारे, तैँले अब स्वादिलो चोक्टा हुनुपर्छ, अर्काले थप्यो। सपना त सपना हो, त्यो विपना कसरी हुन्छ? कर्णकान्तले सोध्यो। मैले देखेपछि सपना पनि सपना हुन्छ, बुझिस्? मेरो सपना कहिल्यै खेर जाँदैन, राक्षसको राजाले जवाफ दियो। कर्णकान्तले धेरै तर्क गर्यो, धेरै बिन्ती गर्यो र धेरै बुझाउन खोज्यो, तर ढुङ्गा जस्तो हृदय भएका राक्षसहरूले पटक्कै मानेनन्। ती उसलाई मारेर खान्छौँ भनेर कराइ नै रहे, उफ्री नै रहे। लाख बिन्ती गर्दा पनि कर्णकान्तको केही लागेन। उसले मनमा नै भन्यो। अन्तिम अवस्थामा उसलाई आफ्ना परम स्नेही मित नेत्रलालको सम्झना भयो। उसले भन्यो, उसो भए मलाई मेरा मित नेत्रलालसँग गएर अन्तिम बिदा माग्न दिनुहोस्। उनीसित बिदा भएर म सोझै यहीँ फर्कन्छु, फरक पर्ने छैन। राक्षसहरू मानेका थिएनन्, तर राक्षसको राजाले भनेछ, हुन्छ, मर्नुभन्दा अगाडि तेरो साथीलाई भेटेर आइज, तर फर्कन चाहिँ पर्छ नि। हवस् भनेर कर्णकान्त आफ्नो वासस्थानतिर लागेछ। धेरै तल आइपुगेपछि उसको जम्का भेट एउटा जरायोसित भएछ। त्यस जरायोसित कर्णकान्तले सोध्यो, के सपना पनि विपना जस्तै साँचो हुन सक्छ? जरायोले कुरै नबुझी प्याच्च जवाफ दिन्छ, हुन्छ नि, किन नहुनु। निकै बेरपछि उसले एउटा अर्नालाई चर्दै गरेको देखेछ र त्यसका छेउमा गएर भनेछ, मलाई एउटा कुरा सोध्नु थियो। के कुरा? मुन्टो जुरुक्क उठाएर नाकका पोरा फुलाउँदै अर्नाले सोधेछ। सपनामा देखेको कुरा विपनामा पाइन्छ? कर्णकान्तले आफ्नो समस्यालाई अघि सारेछ। किन नपाउनु नि? बोल्दा पनि पैसा पर्ला जस्तो गर्दै अर्नाले घाँस चबाउँदै भनेछ। यसरी कर्णकान्त हात्तीले
जससँग सोधेछ ती सबैले उसलाई निराशै पारेछन्। कसैले पनि सपना सपनै हो, त्यो पूरा हुन सक्दैन भनेर भनेनछन्। कर्णकान्तलाई बाँच्ने आशा नभएकाले उसको सम्पूर्ण फुर्ती सेलाएछ। नेत्रलाललाई आफ्नो मितको दयनीय अवस्था देखेर असाध्यै माया लाग्यो। उसले भन्यो, मेरा प्यारा मित, त्यसरी मर्नुभन्दा अगाडि नै खुट्टा तान्नु तपाईँ जस्ता वीरलाई सुहाउँदैन। कर्णकान्तले आँखाभरि आँसु पारेर सुनाएछ, म त अब जाने नै भएँ। मलाई त अब टुक्रा टुक्रा पारेर ती अलक्षिण राक्षसहरूले हसुर्ने नै भए। तर तपाईँ भने, मलाई सम्झेर चिन्ता नगर्नुहोला, म अब जान्छु पनि। नेत्रलाल कतिचोटि कर्णकान्तको टाउकोमाथि बसेर त्यस जङ्गलमा घुमेको थियो। एक ताकको कुरा हो, हाँगामा अड्किएर उसको पखेटाको फेदमा चोट लागेको थियो। कर्णकान्त लम्पसार परेर सुतिदिन्थ्यो र नेत्रलाल आफ्ना खुट्टाले बिस्तारै टेक्दै उसको टाउकामा चढ्थ्यो। अनि कर्णकान्त झुरुक्क उठेर साथीलाई यता र उता घुमाउन लान्थ्यो। नेत्रलालको पखेटाको फेदमा दुखिरहन्थ्यो, तर कर्णकान्तका मिठा मिठा कुराले ऊ आफ्नो घाउलाई बिर्सन्थ्यो। 2-3 महिना यसरी यी दुई मित सँगसँगै घुमेपछि नेत्रलालको घाउ राम्रैसँग निको भएको थियो। नेत्रलालले त्यसै कुरालाई सम्झेर भन्यो, मितज्यू, उडेर जाउँ भने मैले ती राक्षसहरू बस्ने ओडार देखेको छैन। देखिहालेछु भने पनि तपाईँभन्दा अगावै म त्यहाँ पुगेर के काम? हिँडेर जाउँ भने चम्केको घोडाले त लम्केको हात्तीलाई पनि भेट्न सक्दैन भने म लाटोको सेराले कसरी सार मिलाउन सक्नु? मेरो घाउ हुँदा तपाईँले कसरी मलाई टाउकामा राखेर डुलाइ हिँड्नुहुन्थ्यो? सम्झना छ? म त्यसै गरी तपाईँको टाउकामाथि थपक्क बस्छु र हामी दुवैजना ती राक्षसहरूलाई भेट्न जाउँ। कसो हुन्छ मितज्यू? मैले पो फर्कने बाचा बाँधेको छु र म जान्छु। तपाईँ किन जाने हो त्यहाँ? मलाई जस्तै तपाईँलाई पनि तिनले काटेर खाए भने? मितज्यू हुँदैन। तपाईँ त्यहाँ बस्नुहोस्, म मात्रै जान्छु। कर्णकान्तले लाटोको सेरालाई रोक्न खोज्यो। नेत्रलाल के मान्थ्यो? उसले भन्यो, एक त तिनले तपाईँलाई पनि खान पाउँदैनन् र तपाईँलाई खान नपाएपछि मलाई खानेकुरै उड्दैन। लौ, तिनले तपाईँलाई खान पाएछन् रे। तपाईँलाई त्यसरी खाइसकेपछि मैले यस संसारमा किन बाँचिरहने? बाँच्यौँ भने दुवै बाँचौँला, मर्यौँ भने सँगसँगै दुवै मरौँला। त्यसपछि ती दुई मित आफ्नो प्यारो रुखलाई छाडेर राक्षसहरूको ओडारतिर गए। घण्टौं लगाएर ती दुई ओडारको मुखमा पुगेछन्। नेत्रलाल कर्णकान्तका टाउकामा झोक्राएर बसिरहेकाले त्यति लामो बाटोमा पनि ती दुईले कुनै बात मारेनन्। हात्तीलाई लुरु लुरु फर्केको देखेर राक्षसहरूले घेरेछन्। राक्षसको राजाले बाहिर निस्केर भनेछ, त वचनको पक्का रहेछस्। यतिन्जेल कर्णकान्तका टाउकामा नेत्रलाल मस्त निन्द्रामा परे जस्तो स्वाङ गरिरहेको रहेछ। राक्षसका राजाको आवाजले झसङ्ग भएर बिउजे जस्तो गर्दै आँखा उगारेर उसले उच्च स्वरमा भनेछ, खोइ राक्षस राजकुमारी कहाँ छिन्? यहाँ ल्याउनु पर्यो। किन हाम्री राजकुमारी तेरो अगाडि ल्याउने ह? एउटा राक्षसले गर्जदै सोधेछ। मसित बिहे गर्न नि किन हुन्थ्यो? भर्खरै मैले सपनामा तिमीहरूकी राजकुमारीलाई बिहे गरेको देखेँ। नेत्रलालले कुरा बनाएछ। सपनामा तैँले हाम्री राजकुमारीलाई बिहे गरेको देख्दैमा विपनामा बिहे गर्न पाउँछस्? राक्षसको राजाले राता राता आँखा पार्दै भनेछ। उसो भए तपाईले सपनामा हात्तीको मासु खाएको देख्नुभयो भन्दैमा मेरा मितको मासु खान पाउनुहुन्छ त? तपाईले मेरा मितको मासु खान पाउनुहुन्छ भने मैले तपाईकी छोरीसँग बिहे गर्न पाउनुपर्छ। बुझ्नुभयो? उस्तै आँखा पारेर नेत्रलालले आफ्नो बलियो तर्क उभ्याएछ। सारा राक्षसहरू निला भएछन्। हात्ती आयो फुस्सा भनेको यही त होला भन्दै तिनीहरू सबै ओडारभित्र गुरुरु पसेछन्। कर्णकान्त अब लमक लमक आफ्नो वासस्थानतिर आफ्ना मित नेत्रलाललाई टाउकामा चढाएर फर्केछ। दुई मितहरू त्यसपछि धेरै वर्षसम्म सँगसँगै दुःख सुख बाँडेर बसेछन्। यो कथा यति नै। सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला। यो कथा वैकुण्ठमा जाला। यदि तपाईले कसैलाई भन्नु पर्यो भने खुरुखुरु खुरुखुरु तपाईसम्म आइपुग्ला। आज मैले दुई मितको कथा सुनाएँ। यो कथा तपाईलाई कस्तो लाग्यो? हाम्रा कथाहरू तपाईलाई कस्तो लाग्दैछन्? सुनेर प्रतिक्रिया दिनुहोला र राम्रो लाग्यो भने साथीलाई पनि सुन्न भनिदिनुहोला। केही सुझाव छन् भने हामीलाई कमेन्ट गरिदिनुहोला। फेरि अर्को कथामा भेटौँला। नमस्कार।